कसरी बुझ्ने हो भान्जा केही यसो आइडिया छ भने मलाई सिकाइदेऊ न। तपाईले नबुझेकै राम्रो मामा। तपाईले जति बुझ्न खोज्नुहुन्छ केटीहरूले त्यति सताउँछन्। एकैछिनमा हि 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 गर्छन्, एकैछिनमा पार्छन्, एकैछिनमा हि 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 गर्छन्, एकैछिनमा पार्छन्। Hello. Our profound appreciation of the great service. सोध्यो भनेदेखि आई हेभ अ बोयफ्रेन्ड भन्छ। त्यही क्वेसन केटाहरूलाई सोध्नुपर्छ। केटाहरू आई एम अ सिङ्गल भन्छ। होइन, मैले नबुझेको कुरा चाहिँ आखिर यो केटीहरूलाई कसले पट्याउँदैछ? केटाहरू त पुरै सिङ्गल छु मात्रै भन्छ। साथीहरू, केटीलाई आफ्नो गन्तव्यसम्म पुग्न कहिले कसैले पनि रोक्नै सक्दैन। एकदम सुरा हुन्छन् र आफूले सोचेपछि आफ्नो गन्तव्यसम्म पुगेकै हुन्छन्। तर जाँदै गर्दाखेरि चाहिँ बाटोमा पानीपुरी वाला चाहिँ भेटिनु हुँदैन। भेट्यो भने त फेरि हटै। साथीहरू, यो छोरी मान्छेहरूसँग बोलेर जित्न नसकेरै होला पहिलेको पुर्खाहरूले बुढी कुट्ने सिस्टम निकालेका। साँच्चै भनेको। होइन, यो फ्रिजमा कुकुर चाहिँ कसले हालेछ फेरि? हेट हेट के गर्छ केटाहरूले गर्न पनि? हेट त्यो नसकिने भयो केटाहरूसँग। ल आज चाहिँ म च्याउ खाउँ भनेर च्याउ खोज्नलाई झोला लिएर गइराखेको छु। च्याउ पाउने एरिया चाहिँ यही हो। अब यसको एक प्लास्टिक चाहिँ लिएर जानुपर्ने हुन्छ। च्याउ नलि त के घर जानु होइन। अब च्याउ खोज्नै भनेर आइसकेपछि यसमा एक झोला चाहिँ आज च्याउ लिएर जाने हो। अब ल साथीहरू, च्याउ त्यहीँ रहेछ, हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् है त, च्याउ यही हो। म टिप्छु, तपाईँहरू हेर्नुहोस् है त। ल यो खोर्सानी है त, यो भ्यागुता त्यहाँ छ। त्यो भ्यागुतालाई साह्रै मनपर्छ रे पाकेको खोर्सानी। त्यो भनेको सुनेर मैले एउटा पाकेको खोर्सानी लिएर आएको छु। कतिको हो रहेछ हेरौँ है त। हातमा खाला कि भन्ने डर छ क्या फेरि।